हाम्रो आज नगरपालिकाको चाहिँ रङ लाउने कार्यक्रम हुँदैछ। यहाँ चाहिँ आज चाहिँ धरान उपमहानगरपालिकाको प्राङ्गणमा रङ लाउने कार्यक्रम हुँदैछ। यहाँ चाहिँ विनोदजी हुनुहुन्छ हाम्रो सुरुमा। विनोदजी, अनि आजको रङ लाउने कार्यक्रम कस्तो हुँदैछ त? तपाईँलाई कस्तो लागिरहेछ? आजबाट दसैँ भित्राउने कार्यक्रम सुरु हो। रङ लाएर चाहिँ अलिकति अझै रमाइलो। ल ठिक छ। यहाँ चाहिँ हुनुहुन्छ सञ्जय लुइटेल। अनि तपाईँलाई कस्तो लाग्दैछ त आज कलर लाउँदाखेरि? यहाँ दसैँ आयो जस्तो लाग्दैछ। ल अब यो चाहिँ एकदम मजाले लगाउनु पर्ने हुन्छ। दाइ, अब तपाईँलाई कस्तो लाग्दैछ आज? एकदम ह्याप्पी भइरहेको छु, एकदम जोसको साथ काम गरिँदैछ आज। हल्का लागिरहेको छ। यहाँ चाहिँ हाम्रो दाजुहरू झाडु फाल्ने कार्यक्रममा एकदम लागिराख्नु भएको छ। यहाँ चाहिँ अनि आज रङ लाउँदाखेरि कस्तो लाग्दैछ तपाईँलाई? रमाइलो लागिरहेछ। दसैँको तिहार चाडपर्व। हजुर, साथीभाइ हामी सबै मिलेर गरौँ। यो हाम्रो नगरपालिकाको कलर लाउने आजको यो विशेष दिनमा हामी यसै गरी हरेक वर्ष गर्छौँ। हाम्रो सापले रङ बनाउँदै हुनुहुन्छ। साप, तपाईँलाई रङ लाउँदाखेरि कस्तो लागिरहेछ त आज? खस है। अनि के छ त तपाईँलाई त यस्तो कुनाभित्र पर्नु भएछ? हुन्छ हाम्रो कुकमेन हुनुहुन्छ आज पनि। साप, आज कस्तो लाग्दैछ तपाईँलाई कलर लाउँदा आज? हामी त बुढो मान्छेलाई के राम्रो लाग्छ। रङ लाउने कार्यक्रम भइरहेछ। यहाँ चाहिँ रङ लाउने कार्यक्रम भइरहेछ। यहाँ हुनुहुन्छ हाम्रो रङ सुरु। कस्तो लाग्दैछ त तपाईँलाई आज रङ लाउँदा? यहाँ सरसफाइ गर्दाखेरि कस्तो लागिरहेछ? धेरै राम्रो लागिरहेछ, धेरै खुसी छ, खुसियाली आइरहेछ। हाँसौँ गाउँ, सबै रमाइलो गरौँ। दसैँमा चाडबाडमा मजाले गाउँ, नाचौँ गाउँ। तपाईँलाई चाहिँ कस्तो लाग्दैछ त? Neyse.